ल गाइज आज चाहिँ म तपाईहरुलाई बुझाउँछु कि स्कुटीको ट्रायल कसरी हान्ने र त्यो हान्दाखेरि चाहिँ के नियम अपनाउनु पर्छ भनेर चाहिँ। फर्स्टमा चाहिँ हामी चाहिँ यहाँ बस्नुपर्छ, यो भित्र छिर्नुभन्दा चाहिँ अगाडि बस्नुपर्छ। अब इन्ट्री गर्दाखेरि चाहिँ राइटबाट जाने कि लेफ्टबाट जाने भनेर कन्फ्युज चाहिँ हुनु भएन। हामी चाहिँ तपाईलाई कुन सजिलो लाग्छ है, तपाईँ राइटबाट पनि जान सक्नुहुन्छ, लेफ्टबाट पनि जान सक्नुहुन्छ है। यसै गरी चाहिँ म अहिले तपाईलाई ठ्याक्क मेरो साथीले चलाउँदैछ त्यो चलाएर चाहिँ म बुझाइदिन्छु। ल हैन त। ल फर्स्टमा चाहिँ तपाईँ राइटबाट जानुहुन्छ कि लेफ्टबाट त्यो चाहिँ पुरै क्लियर गर्नु पर्यो। ल हामी चाहिँ अहिले लेफ्टबाट जान्छौँ है। लेफ्टबाट छिरिसकेपछि अनि चाहिँ यहाँबाट राइट जाने अनि राइटबाट चाहिँ माथि जानुपर्छ है। अनि माथि गइसकेपछि चाहिँ घुम्नुपर्छ अझै यसरी चाहिँ मजाले घुम्ने अनि फेरि यता तल जानुपर्छ है। ल फेरि यता सिधै गएपछि सोलो एकदम आनन्दले आफ्नै कन्ट्रोलमा चलाउनुपर्छ। अब फेरि यहाँ आइसकेपछि चाहिँ हाम्रो एउटा 8 क्लियर भयो। अब यहाँ यति हानिसकेपछि चाहिँ हामी यहाँबाट चाहिँ आउट हुन्छौँ ल बाहिर। अब यहाँ रोक त एकचोटि। अब 8 हानिसकेपछि एक राउन्ड अब चाहिँ हाम्रो आउँछ यो एकदम मसिनो रोड आउँछ चाहिँ है। यसलाई चाहिँ के भन्छ इङ्ग्लिसमा त्यो चाहिँ मलाई थाहा छैन, तर यसलाई चाहिँ मैले सानो रोड भनेर चिन्छु है सजिलो भाषामा। सानो रोडमा चाहिँ तपाईँ यहाँदेखि तल खस्नु भयो भने चाहिँ फेल हुन्छ है। सो योभन्दा तल खस्नु भएन यहाँबाट सिधै जाने र जहिले पनि यहाँ चलाउँदाखेरि चाहिँ वहाँ इन्डिङ पोइन्ट छ नि इन्डिङ पोइन्टमा हेर्ने, यहाँ तल चाहिँ नहेर्ने जहिले पनि। लास्टमा हेर्ने इन्डिङ पोइन्ट जहाँ सकियो भने यो बाटो त्यहाँ चाहिँ हेर्नुपर्छ। ल जाम त सिधै यहाँदेखि तल चाहिँ खस्नु भएन, केही नाच्ले नातिकन मजाले सिधै जाने यसरी। अनि यहाँ रोक ल। अब यहाँ आइसकेपछि चाहिँ हामीले चाहिँ इन्डिकेटर यहाँ बाल्नुपर्छ है। साइड लाइट चाहिँ यहाँ बाल्नुपर्छ। कताको बाल्ने भन्दा चाहिँ राइटतिरको बाल्नुपर्छ है। राइटतिरको इन्डिकेटर बाल्यो। ल अब होइन फेरि राइटतिरको इन्डिकेटर बालिसकेपछि अब टर्निङ लेम। ल अब यहाँ रोकौँ। अब चाहिँ यहाँ चाहिँ तपाईँको जेब्रा क्रसिङ भन्दा चाहिँ ओरै हाम्रो इन्डिकेटर अफ गर्नुपर्ने हुन्छ है। यदि अफ भएन भने चाहिँ फेल हो। अफ गर्दा तपाईँले अपोजिट बाल्नु भयो अथवा हर्न बज्यो भने पनि फेल हो है। सो यहाँ रोकिसकेपछि इन्डिकेटर बन्द गर्ने र ट्राफिक लाइट हेर्ने पनि हामीले चाहिँ यही नै हो। अब ठ्याक्क यसले चाहिँ यहाँ हेर्नुहोस् ट्राफिक लाइट। अब यहाँ रेड बोल्यो भने चाहिँ तपाईँ यो जेब्रा क्रसिङ भन्दा चाहिँ ओरै रोकिनुपर्छ, यसलाई चाहिँ टच हुनु भएन। ग्रिन र येल्लो बोल्यो भने चाहिँ जान सक्नुहुन्छ है। ल जाम। अब यहाँ चाहिँ स्पिड ब्रेकर आयो, यसमा धार चाहिँ अब आउँछ उकालो। ल यहाँ अब उकालोमा चाहिँ हामीले दुवै घेरालाई ध्यान दिएर चाहिँ अगाडिको र पछाडिको हेरेर चाहिँ सेन्टरमा रोक्नुपर्ने हुन्छ। यहाँ 3 सेकेन्ड जति होल्ड भइसकेपछि फेरि जान मिल्यो। ल ल अब फेरि ओह्रालो आउँछ। ओह्रालोमा चाहिँ ठ्याक्क यहाँ पनि कोठाभित्रै रोक्नुपर्छ, अगाडिको लाइन र लास्टको लाइनको बिचमा रोक्नुपर्छ हामीले। यहाँ चाहिँ टच हुनु भएन। ल होइन यति गरिसकेपछि चाहिँ तपाईँ पास हुनुहुन्छ। यस्तै भिडियोहरू चाहिन्छ भने चाहिँ यो आइडीलाई चाहिँ फलो अनि सब्सक्राइब गरिदिनु होला है। धन्यवाद।